आज हामी त्यो ठाउँमा आइपुगेका छौं जहाँ चाहिँ बजारहरू त ठेक्कामा लाग्छन् तर भनिन्छ नि ठेक्कामा लगाउनुस् पैसा उठाउनुस् त्यसपछि बिर्सिनुस् केही पनि व्यवस्थापन गर्नु पर्दैन। हेर्नुस् सडकमा कसरी व्यापार भइरहेको छ भने यहाँ हेर्नुस् यहाँ व्यापारीहरूले सडकमा व्यापार गरिरहेका छन् तर प्रहरी प्रशासन र सम्बन्धित निकायहरू मौन भएर बसेका छन्। चाहे यहाँ चाहिँ आम सर्वसाधारण जनताहरूलाई जतिसुकै शास्ति किन भोग्नु नपरोस्। यहाँ हेरौँ यो गाडीहरूको यो लैरो जुन हेरिराख्नु भएको छ यो जाम लागेको छ अटोहरू यसरी चाहिँ जाम लागेका छन् र सडकमा व्यापार भइरहेका छन्। हेर्नुस् यी व्यापारीहरूसँग दैनिकी रूपमा जसरी चाहिँ अब जुन दिन बजार लागेका हुन्छन् त्यो दिन चाहिँ 100 रुपियाँदेखि 150 रुपियाँ चाहिँ उठाउने गर्छन्। कति रुपियाँ लिन्छन् तपाईहरूसँग? कति? 150 बिल दै चाहिँ आज चाहिँ मन्त्रीजी चाहिँ यहाँ चाहिँ उत्रिनु भएको छ। यो कार्य चाहिँ स्थानीय तहको स्थानीय सरकार आखिरकार कहाँ जानु भएको छ? यो कार्य त्यतिकै भइरहेको छ। यो कसको मिलोमतमा यस्तो खालको कार्य भइरहेको छ? हेर्नुस् यहाँ चाहिँ कुनै एम्बुलेन्स यदि फस्यो भने त्यसको जिम्मेवारी स्थानीय सरकारले लिन्छ। लिनुपर्छ स्थानीय सरकारले लिनुपर्छ है। किनभने यहाँ व्यापारीहरूले यसरी चाहिँ फुटपाथ चाहिँ कब्जा गरेर सडकमा व्यापार गरिरहेका छन्। यी व्यापारीहरूलाई यतिको आँट कहाँबाट आउँछ? तर यो चर्चा कति दिनको लागि हुन्छ? यो सधैँको लागि हुन्छ चर्चा। सधैँको लागि हुन्छ निरन्तरता हुन्छ है। यो मध्य प्रदेशलाई राजधानी बनाएरै म छाड्छु है। एक ठाउँको फुटपाथ केही घण्टाको लागि चाहिँ हामीले हटाइदियौँ र त्यसपछि पुनः व्यापारीहरूले फेरि लगाइदिन्छन्। यस्तो फितल्लो व्यवस्थापन चाहिँ हुनु भएन। ती फितल्लो व्यवस्थापनका कारणले गर्दाखेरि आज सर्वसाधारणहरूको जान यति धेरै जोखिममा छ। तर पनि स्थानीय सरकार विभिन्न निकायहरू मौन भएर बसेका छन्। यो झाडुहरू यसरी चाहिँ राख्नु भएको छ जबकि बकाइदा उहाँले चाहिँ सटर भाडामा लिनु भएको रहेछ तैपनि यसरी चाहिँ झाडु बाहिर राखिएको छ। यसरी जनकपुरको सडकमा व्यापार भइरहेछन्। कति रुपियाँ लै छ अपना हिसाब से? 100 रुपया 120 रुपया 150 सब रंग के लै छै। बाजार दिन के 150 रेब के बुध के ये हो बात जब जे अपना ही सबसे ढुआ लै छै त अपना ही सब ठाउँ केला नि मंगै छै कि रोडे पर करूआ त के रहत बुझल छै त हमरा हाथ से नहीं होय है। एक आदमी किसान कोई कहे छै हमरा ठाउँ चाहे त ओय नहीं हम किसान बेचे छै त व्यापारी आगे ध दे फिर वो नहीं धर पड़े हमरा के। ई मछली से वही कता तक धर पड़े हमरा सब के। हां कोनो जगह नहीं लेकिन पाई चाहबे करी बिल दै छै? बिकाय नहीं बिकाय के कोनो बिल दै छै? बिल तिल कुछ नहीं कहियो भेल त बिल देलक ओइ पर पाई नहीं लिखल रहे। बिल दिने गर्छन् तर त्यहाँ चाहिँ यो इन्डिकेट भएको हुँदैनन् या यति पैसा या त यति दसुर लिएको छ भने त्यो चाहिँ मेन्सन भएको हुँदैनन्। यतिसम्मको विडम्बना छ। आखिरकार आज हामी आलोचना गर्न किन यसरी चाहिँ हामी गरिरहेका छौँ आलोचना? यदि राम्रो काम भइदिएको भए हामी प्रशंसा गर्नबाट कहिले पछि हट्दैनौँ। तर काम त्यस्तो हुनु पर्यो, प्रशंसा लायक काम हुनु पर्यो। विडम्बना छ यो। अब यहाँ चाहिँ हेरौँ नेपाल टेलिकमको यहाँ चाहिँ ठुलो कार्यालय रहेको छ तर यही कार्यालयको यसरी चाहिँ छेउमा हेरौँ न यसरी चाहिँ बजार भइरहेछन् व्यापार भइरहेछन् सडकमा व्यापार भइरहेछन्। कतै पैसा लै छै? 150 रुपया लेती आए। बिल दै है? ना दे किछो न दै छै पुर्जा न दै छै दवा 10 रुपया कम त तराजू किलो छीन के ले आइ छै। तेना करी छै? हां तेना कर त फेक दै छै मारै छै। अब यो हेर्न बाँकी छ यो चाहिँ व्यवस्थापन कति दिनमा हुन्छ या कति घण्टाको लागि हुन्छ या कति दिनको लागि हुन्छ त्यो चाहिँ हेर्न बाँकी नै छ। हस् त यति भन्दै म प्रवेश शाहको नमस्ते। जय नेपाल।